नेपालको राजनीति आज गम्भीर र निर्णायक मोडमा छ। पुरानाहरूको भाषण र आश्वासनपछि पाएको निराशाले पुराना नेताहरूको प्रभाव घटिरहेको छ भने जनताले राष्ट्रिय राजनीतिमा यो चुनावपछि नयाँ आवाज र युवाहरूबाट परिवर्तनको आशा राखेका छन्। जनताहरूले केवल भाषण मात्र होइन, परिणाम र प्रतिनिधित्वको स्पष्टता चाहिरहेका छन्। यही बीचमा एकातर्फ बालेन र केपी ओलीको चर्चा हुँदै गर्दा अर्कोतर्फ दुई पात्र वा भनौँ सर्लाही चारका दुई उम्मेद्वार राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेका छन्। एकतर्फ गगन थापा नेपाली काङ्ग्रेसका युवा नेता र हाल नेपाली काङ्ग्रेसका सभापति छन् भने अर्कोतर्फ अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेद्वार छन्। युवाहरूको माग भइरहेको यो अवस्थामा यी दुवै युवाहरूको बीचमा हुने यो चुनावी भिडन्त केवल दुई व्यक्तिहरूको मात्र हुने छैन। युवाहरूमै पनि जनताले कस्ता युवा चाहेका छन्, त्यसको उत्तर यही निर्वाचन क्षेत्रले दिनेछ। सर्लाही चारको चुनावी भिडन्त नेपालको भविष्यको राजनीति कस्तो हुने त्यसैको लागि हुनेछ। जननायक बीपी कोइरालाले 2005 सालमा हाम्रो पार्टी नेपाली कांग्रेसको ध्येयको बारेमा स्पष्ट पार्दै मेरो सरकारसँग प्रश्न छ, नेपाल कहिले बेच्दैछु, कम्तीमा समयमा नेपाली जनतालाई जानकारी गरौँ। बस कांग्रेसको विधानले भन्छ। गगन कुमार थापा नेपाली काङ्ग्रेसका युवा नेता हुन्। विद्यार्थी राजनीतिबाट उदाएका गगनले आफूलाई हाल काङ्ग्रेसभित्र युवा पुस्ताको आशाको रूपमा स्थापित गरेका छन्। काङ्ग्रेसतर्फ रुचि राख्ने युवा र एजुकेटेड वर्गमा लोकप्रिय गगन पार्टीभित्र प्रगतिशील र सिस्टमभित्र बसेर सुधार गर्ने नेतृत्वको रूपमा चिनिन्छन्। 2079 सालको प्रतिनिधि सभा निर्वाचन सहित लगातार 3 पटक काठमाडौँ 4बाट निर्वाचित भइसकेका उनी योपल्ट काङ्ग्रेसबाट प्रधानमन्त्रीको समेत दावेदार हुन्। स्पष्ट वक्ताको रूपमा चिनिने गगनको भाषण नीति, योजना र संस्थागत सुधारतर्फ केन्द्रित हुन्छ। तर धेरैको प्रश्न त्यही नै रहन्छ, उनले भाषणमा कुरा गर्ने सिद्धान्त र योजनाहरू कार्यान्वयनमा कति आएका छन् त? किनकि उनी धेरै समयसम्म सुधार गर्न सक्ने पदमा रहिसकेका छन्। स्वास्थ्य मन्त्रीको रूपमा काम गरिसकेका गगन संसदमा धेरै विधेयक र बहसमा सक्रिय छन्। विशेष महाधिवेशनबाट आफू सभापति भइसकेपछि काङ्ग्रेस बदलिएको छ भन्ने उनले यो चुनावमा मधेस झरेर सर्लाही 4बाट उम्मेद्वार हुँदै नयाँ चुनौती स्वीकार गरेका छन्, जहाँ उनी पहिलेदेखि स्थापित पनि थिएनन् र जहाँको सामाजिक र राजनीतिक संरचना धेरै जटिल छ। उनले मधेसलाई राष्ट्रिय राजनीतिसँग प्रत्यक्ष रूपमा जोड्न मधेस झरेको भने पनि काठमाडौँबाट हार्ने सङ्केत देखेर मधेस झरेको पनि धेरैको विश्लेषण रहेको छ। सर्लाही 4 त्यही क्षेत्र हो जहाँबाट हालको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेश कुमार सिंह लगातार 3 पटक निर्वाचित भएका छन्। डाक्टर अमरेश कुमार सिंह नेपालको मधेस क्षेत्रका एक प्रभावशाली नेता हुन्। उनी पनि राजनीतिको त्यति नयाँ नेता चाहिँ होइनन्। कुनै समय गगन र अमरेश एउटै पार्टीमा रहेर काम गर्थे। अमरेशले सर्लाही 4बाट 2070 र 2074 गरेर 2 पटक काङ्ग्रेसबाट निर्वाचित भएका छन् भने 2079 को चुनावमा काङ्ग्रेसबाट टिकट नपाउँदा उनले स्वतन्त्र उम्मेद्वारको रूपमा चुनाव जितिसकेका छन्। उनले लगभग 20,000 मत ल्याउँदै काङ्ग्रेसका उम्मेद्वारलाई 2,000 मतको मतान्तरले पराजित गरेका थिए। एउटा पूर्व काङ्ग्रेसी नेताले पार्टीको टिकट बिना स्वतन्त्र उम्मेद्वार भएर जित्नु उनको ग्रासरुट लेभलको नेटवर्क र जनताको विश्वासको सङ्केत हो। यसबाट उनको स्थानीय समर्थन शक्तिशाली भएको र त्यस क्षेत्रका मतदाताले पार्टीभन्दा व्यक्तित्वलाई हेर्छन् भन्ने कुरा पुष्टि भइसकेको छ। अर्कोतिर काङ्ग्रेसले यो क्षेत्रलाई आफ्नो पार्टीको एउटा आधार क्षेत्रको रूपमा लिएको छ, जुन कुराले यो चुनावलाई अझ धेरै इन्ट्रेस्टिङ बनाउनेवाला छ। अहिले सर्लाही 4को उही धरातलमा गगन थापा र अमरेश चुनावी युद्धको लागि आम्ने सामने छन्। गगन राजधानी काठमाडौँको स्थापित युवा नेता हुन्। उनले राष्ट्रिय संरचना, शिक्षा, स्वास्थ्य, सुशासन जस्तो क्षेत्रमा लामो अवधिका समस्याहरूलाई समाधानको दृष्टिले हेर्ने गरेका छन्। तर राष्ट्रिय राजनीति र पार्टीभित्र महामन्त्री जस्तो पदमा हुँदा पनि उनको सिद्धान्त, योजना र भाषणको असरले देशको विकास र नीतिगत क्षेत्रमा कति असर देखायो त? त्यो प्रश्न गर्नुपर्ने विषय हो। अर्कोतिर अमरेश कुमार सिंह मधेसको ग्रासरुट पोलिटिक्सबाट उदाएर काङ्ग्रेसमै लामो समयसम्म रहे। त्यसपछि 2079 मा स्वतन्त्र उम्मेद्वार भएर निर्वाचित भए र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सर्लाही 4का प्रत्यक्ष उम्मेद्वार छन्। उनको शैली आक्रामक, सिधा, स्पष्ट र स्थानीय समस्यासँग जोडिएको छ। अमरेश मधेसको स्थानीय समस्याको एउटा सशक्त प्रतिनिधि पनि हुन्, जसले गर्दा मतदाताहरूले उनलाई मधेसको आवाज भनेर पनि हेर्ने गरेका छन्। 2079 मा स्वतन्त्र उम्मेदवारीबाट जितेपछि संसदमै पनि उनले बोलेका र गरेका धेरै कुराहरू चर्चामा आउने गरेका थिए। उनी विकास र बजेटमा क्षेत्रीय असन्तुलन, मधेसको असन्तुष्टि, राज्यप्रति जनताको अविश्वास र आक्रोश र जनताको फ्रस्ट्रेसनलाई संसदमा उठाउने प्रयास गर्ने सांसद थिए।
यसपटकको प्रतिनिधि सभा चुनाव अन्य चुनावहरूको तुलनामा फरक हुनेछ। लगभग 3500 भन्दा बढी उम्मेद्वारहरू 165 प्रत्यक्ष निर्वाचन सिटका लागि मैदानमा उत्रिएका छन्। झापा 5 पछि सर्लाही 4 यसपटक सबैको नजरमा रहेको छ। यो क्षेत्र नेपाली काङ्ग्रेसको परम्परागत बलियो आधार क्षेत्र पनि रह्यो, तर यो पटकको चुनाव विशेष हुनेवाला छ। साथमा मधेसको पहिचानको राजनीति, मधेसका समस्याहरू र स्थानीय प्रतिनिधित्वको भावनाले यस क्षेत्रलाई अझ धेरै विशेष बनाएको छ। गत चुनावमै पनि अमरेशको स्वतन्त्र जितले मानिसहरू अब पार्टीप्रतिको प्रतिबद्धता भन्दा व्यक्तिगत नेतृत्व, आवाज र परिणाम खोजिरहेका छन् भन्ने कुरा पुष्टि भइसकेको छ। जनताले परिवर्तनको आवश्यकता महसुस गरेको यो समयमा यो क्षेत्र राष्ट्रिय योजना, नीति, सिद्धान्तको मात्रै होइन, जनताको असन्तुष्टि, स्थानीय आवाज र प्रतिनिधित्व र आशाको सङ्घर्ष हुनेछ। देशको राजनीतिलाई युवा चाहिन्छ भन्ने समयमा जनताले कस्तो खालको युवा खोजेका हुन् त? उत्तर सर्लाही 4 को चुनावी परिणामले दिनेछ। तपाईको विचार के छ? कमेन्टमा लेख्नुहोला।